60 सेकेन्ड्समा म तपाईहरुलाई आफ्नो स्काल्प टाइप चाहिँ पत्ता लगाउन सिकाउँछु। माइल्ड स्याम्पूले आफ्नो कपाल नुहाउने, नेचुरली ड्राई हुन दिने र त्यसपछि 24 घण्टापछि चाहिँ आफ्नो स्काल्प कस्तो रहेछ भनेर अब्जर्भ गर्ने। वाश गरेको 24 आवर्स पछि यदि हजुरहरुको चाहिँ ओइली या एकदमै चिल्लो ग्रीजी खालको चाहिँ आफ्नो स्काल्प फिल हुन्छ भने त्यो चाहिँ ओइली स्काल्प टाइप हो। 24 घण्टापछि यदि हजुरहरुको स्काल्पमा चाहिँ ड्राई हुने, फुस्रो हुने, चिलाएको जस्तो महसुस हुन्छ भने त्यो चाहिँ ड्राई स्काल्प टाइप हो। नुहाएको 24 घण्टापछि पनि स्काल्पमा चाहिँ ओइली पनि हुँदैन या ड्राई पनि फिल हुँदैन र आफूलाई कपाल चाहिँ फ्रेश नै फिल हुन्छ। नुहाएको चाहिँ 2-3 दिन पछि मात्रै फेरि नुहाउनु पर्ने जस्तो महसुस हुन्छ भने चाहिँ हजुरको स्काल्प टाइप चाहिँ नर्मल हो। नुहाएको 24 घण्टामा रुटमा चाहिँ ओइली फिल हुने र कपाल पनि ड्राई महसुस हुन्छ भने त्यो चाहिँ कम्बिनेसन स्काल्प टाइप हुन सक्छ। यदि ओइली स्काल्प टाइप रहेछ भने चाहिँ युजुअली ड्यान्ड्रफसँग रिलेटेड हुन्छ, त्यसै कारणले क्ल्यारिफाइङ स्याम्पू या एन्टी ड्यान्ड्रफ स्याम्पूहरू युज गर्न उपयुक्त हुन्छ भने ड्राई खालको स्काल्प टाइप आएको छ भने हाइड्रेटिङ स्याम्पू या सल्फेट फ्री स्याम्पूहरू प्रयोग गर्न उचित हुन्छ। कम्बिनेसन स्काल्प टाइपमा भने स्याम्पू गरिसकेपछि कन्डिसनर प्रयोग गर्नै पर्ने हुन्छ।